colors and promises. How to be brave? How can I love when I'm afraid to fall? Hello, welcome back. अहिले हामी अब जेन्डर रिभिलको प्रोग्राम गर्न लागेछ है केटाहरु आइ भन्न ल हाई भन हेलो हेलो नवराज प्रिपरेसन कस्तो चल्दै छ प्रिपरेसन एकदम बवाल कस्तो हुँदैछ त राम्रो चल्दैछ नमस्ते एन्ड सुस्वागतम यस भिडियोमा चाहिँ हामीले प्रद्युतको भाइ हुन्छ कि बुनु हुन्छ भनेर जेन्डर रिभिल कार्यक्रम गरेको देखाउँदै छौं ल अब म सोच्छु ल हजुरलाई के हुन्छ जस्तो लाग्छ नाति कि नातिनी एउटा बाबु छ मलाई त नानी चाहिएको नानीको आवश्यक परेको थियो नानी भए त रमाउँथे म लु है नातिनी के हुने रहेछ अब हेरौँ आज मान्छे केले हो के गर्ने हो मलाई त लाज लाग्छ यता फर्क मलाई के हुन्छ जस्तो लाग्छ भान्जा कि भान्जी मेरो भान्जा दर्शन हजुरलाई के लाग्छ रोशनी दिदीको भाइ छ कि बहिनी छ जस्तो लाग्छ भान्जा भान्जी ए भान्जा भान्जी भान्जी यहाँ एकदम धेरै क्रिटिकल मोमेन्टमा कल गरेको हजुरलाई हजुरको भदा हुन्छ जस्तो लाग्छ कि भदै हुन्छ जस्तो लाग्छ अभियसली भदै हो नि कस्तो भदा हो हजुरलाई अहिले होइन यहाँबाट सोधिसकेपछि म कलमै राख्छु ल ल बाई भिडियोको यो पार्ट सुट गर्दाखेरि चाहिँ अडियो नै म्युट भएछ के त्यही भएर सबै भिडियो चाहिँ छ अनि अडियो छैन यसमा अस्मिताले भोटिङ गर्दैछिन् बाबुले इट्स अ बोय भनिरहेछन् र को चाहिँ बोइजको सपोर्टर को चाहिँ गर्ल्सको सपोर्टर अथवा चाहिँ कसले आफूले गेस गर्ने त्यस्तो गरिरहेको छन् अनि सबैले आफ्नो चाहिँ भोट जस्तो गरिरहेको छ है यसमा अडियो भइदा भए झन् राम्रो हुन्थ्यो अडियो रहेन सब जे भयो नि केही पनि छैन अनि हामीले हस्पिटलबाट आएको त्यो जेन्डर कुन चाहिँ छ भनेर दिएको पेपर चाहिँ इन्भेलप चाहिँ हामीले उर्मिला बहिनीहरूलाई दिएको थियौँ र उनीहरूलाई चाहिँ सबैलाई थाहा छ बोइज हो कि गर्ल्स हो भनेर थाहा छ तर पनि उनीहरू प्ले गरिरहेछन् है यहाँनिर के हो भनेर कोही चाहिँ बोयमा लाउँदैछन् कोही गर्ल्समा लाउँदैछन् हामी पनि पुरै सरप्राइज भइरहेको थियौँ कि प्रद्युतलाई पनि भोट गर्न मन लाग्यो त्यस्तै गरेर र आफ्नो ब्लू स्टिकर निकालेर बोयतिर लगाउँदैछन् भोटिङमा चाहिँ 5 इच भएको छ है अहिले अब रोशनीले बोय हो भनेर बोयको स्टिकर लाउँदैछिन् अब आयो टाई ब्रेक गर्ने पालो है टाई अब अस्मिता बहिनीले फेरि पिङ्क लाउँदैछिन् दुईटैको बराबर भइरहेको छ अब लास्टमा मैले चाहिँ ओहो कन्फिडेन्टका साथ है गर्ल नै हुन्छ भनेर छोरी नै हुन्छ भनेर छोरीमा लागेको थियो जित्न चाहिँ यहाँ भोटिङ अनुसार छोरीले जितेको छ है लास्ट मारिनु पुज्दै राम्रो हात पक्ष हजुर एउटा ल बेबी अब अझै एउटा रे
एउटा के माथि राख्ने रे के माथि राख्ने एउटा आयो आउ न त्यहाँ अस्ति आउ मसँग आउ यहाँनिर ल आउ हामी चस्मा लगाउने सब यो ग्रीन घाँस घाँस हुने घाम लाग्यो बेला अटो चाहिँ अन गर है त्यति हो तिम्रो छोरा आऊ राम्रो आयो ए बिचरा एकअर्कालाई हेर्ने ल हेरौँ न त घामलाई डिहाइड्रेट भइसक्यो पानी नि हुँदैछ पर्ने ल यस्तो गर्छ यो चाहिँ भाइको उसमा है हाम्रो भाइको भिडियोमा आउँदै म त क्या छु त हो भन्नु पर्दैन भयो भाइ यो यही पोजिसन बस्छ मलाई यो राम्रो लाग्यो प्रोटेक्टबाट खिचेको हिँड्ने हिँड्ले खिचेको सुस्मिताले वालाले हो कसैले के भन्नु छ दाइ के भन्नु छ त आज अब आज चाहिँ होइन हाम्रो चाहिँ यहाँ जेन्डर रिभिल भइरहेको छ अब के हुन्छ सरप्राइज छ हामी पनि एकछिनपछि चाहिँ अनि हामीलाई थाहा हुन्छ अनि वी विल लेट यु नो हजुर के गरी बनाउनु रहेछ ल बनाइदेऊ त्यहीँबाट सबै आउने गयो होइन के गरी बनाउनु अब नलाउँ ल म त्यही बेलामा चाहिँ चलेको गीतहरूमा टिकटक बनाउन थाल्यौँ है यहाँनिर सपोर्ट हेर्नुपर्छ ब्याकग्राउन्डमा इफेक्ट दिनेदेखि लिएर भिडियो खिच्ने फोटो खिच्ने फोटोमा भाइ छन् रोहन ब्रिस्टलबाट आएको है पुरै यहाँनिर टिकटकको चलेको गीतहरूमा बन्दै थियो हाम्रो 3 2 1 गो घुमाइस्यो खतरा भयो क्या है म यसरी डेमो गरेर भन्छु है त अलिकति यस्तो गर्छ नि अलिकति भनेर ल म काउन्ट गर्छु 3 2 1 स्टार्ट आइसो न दाइ हामीलाई भेट्न एलिसा बहिनी पनि आएको थिए अनि टिकटक बनाउन थाले दुईजनाले फेरि यो फुल पनि लिनु पर्छ कि क्या हो पर्दैन गीत सुन्नु पर्छ र ल यहाँनिर राखौँ ल अनि यस्तो गर्नुपर्छ ए टाइमर रहेछ मलाई बल्ल आयो तपाईँ ल रेडी ल काउन्टडाउन है 10 सेकेन्डको रहेछ नि टाइमर 2 1 गो फुल भन्दा फुल देखेको नि म नि बिचमा बसेर टिकटक भएन नि खै त अनि फोटो मात्रै खिच्दैन दाइ फोटो मात्रै म चस्मा लाउँछु म त हेर्नु के यस्तो आमा के हो
मेरो त सबै भ्लगमा आउँछ नि फेरि दादा त अनकट हो नि फेरि म त फेरि अनकट भ्लग हालिदिन्छु है ल है त 1 2 फेरि पक्ष ल 1 2 ल यो who is this can you wear it again please like this खै बाबालाई दिन्छु Like this? yes खै बाबाले मिलाइदिन्छ छोरो not like that बाबाले क्वेशन सोध्छस् गरम के हो त्यो चाहिँ अब हामी पनि सरप्राइज नै हो है कुनमा छ चाहिँ थाहा छैन हामीले पनि यो अरूलाई नै प्लान गर्न दिएको हो हैन स्टेपै पछि गर्दै जाम एउटा न एउटा मात्र कसो नहोला ओके स्टार्ट चाहिँ योदेखि गरौँ ल अब खोल्नु ओपन गर्नु दुई जनाले ओ माय गॉड Happy birthday to बेबी हेर त वाउ बिकट के पिंक एन्ड It's not this one we have to balloons है अब कताबाट गर्ने हो सुरुमा अर्को चाहिँ अर्को एरो त्यो वाला लिसो एक-एकवटा यसै समातेर गर्नु न एकैचोटी उठाउने हो यसैबाटै हो यो बिना आफै समाउन दिला पनि अनि यो फोटो पनि ल फोटो पनि ल यो चाहिँ फोटो मेनली चाहिँ यसको चाहिँ फोटो खिच्नु छ त एक्टिभ भन्दै रहेछ नि त यो मैले मिस गरिदिरहेँ फेरि अर्को जेन्डर रिभिल हान्नुपर्छ नि फेरि फोटो गर्दा गर्ल्स आर बॉयज गाइस ल भोटिङ गरौँ गर्ल्स के बॉयज के फुट्यायो भन्त अनि यो राइस न दाइ तपाईले त क्या माथि अलि तल राखेर फुटाउँदा हुन्छ नि बिना रेडी गर्ल्स के बॉयज 1 2 3 गो हामी त फिक्स नै भएको छैन बेबी कुन छ भनेर ए त्यसो भए अब यो केक सेक खाऊँ न अब अर्को नेक्स्ट डे लास्टमा केकमै रह ए हो र अघि नै केक अब यो बल यसको चाहिँ एउटा हैन अहिले एकदम चलेको गीतमा टिकटक बनाउँदै यो बललाई चाहिँ त्यसरी त्यसमा चाहिँ गिफ्ट छ है स्पेशल हाम्रो साइडबाट अब यो त अगाडि आउनु है दुवैजना छोराले हान्नु चाहिँ हुन्छ बाबुले हान्नु चाहिँ हुन्छ ल यसो गरौँ न हैन बाबुलाई किक गरेर रेडी 1 2 3 गरेपछि किक गर ओके हैन मिक्स रहेछ मिक्स गरेको के Finally, the surprise is going to be revealed. 1, 2, 3, go! I need it. यो तिम्रो हो मेरो आइसक्रिम हो तिम्रो आइसक्रिम हो ल मैले त यसमा छ भन्थे कलर मिक्स के गर्ल्स और बॉय छोराले खान थालेछ आइसक्रिम अब यो सरप्राइज चाहिँ अब बेबी भएपछि I need this. यो No, I need blue one. ल I need blue. यस्तो गर्नु होला अब हाम्रो सरप्राइज भनेको चाहिँ हस्पिटलमा एकैचोटि रिभिल हो है फोटो आँखा त यसलाई ल भयो यो चाहिँ के हो यो चाहिँ यसको बारेमा नि डिटेल भन्नु अब यसमा चाहिँ गिफ्ट छ यसमा चाहिँ रिभिल नै हो भनौँ अब एट लास्ट हैन ल लास्ट पर्न द लिस्ट अब बाबा मम्मीले ओपन गर्ने हो त्यो अघिको अनि त्योबाट बक्स यसरी गर्नु यसरी बक्स खोल्न पर्यो नि यसरी सार्ने होला नि त त्यो त खोल्ने हो कस्तो राम्रो यसमा पऱ्यो है हुन पनि सक्छ नहुन पनि सक्छ है भिडियो बनाउँछ यो बिचको यो अब त्यो ओपन छोरो के फिक्स हुन्छ अहिले you want to open this एकदम एक्साइटेड भइरहेको छु I need to open myself. I need to open myself 1, 2,
बेलुन पुग्नु झ्याउला त के ल अब हाम्रो चाहिँ यो कतिवटा फोर्थ वाला सरप्राइज भयो होइन यति बेलासम्म पनि हामीलाई बोय अर गर्ल केही थाहा भएन है अब चाहिँ वी आर एक्साइटेड फर द लास्ट राउन्ड है अब हेरौँ रेडी 1 2 3 पछाडिबाट फर्काइदिन्छ है सक्यो अब ल यसो मैले भने ल हाम्रो चाहिँ फोर्थ जेन्डर रिभिलमा चाहिँ हामीले बेबी बोय पायौँ वी आर सो ह्याप्पी किनकि केही छैन जे भए पनि ह्याप्पी ह्याप्पी दादाको चाहिँ के छ त भने मेरो नि भनाइ त त्यही हो नि यसरी बोक्ने दिनुलाई अनि हिँड्ने त्यही हो अब छोरी हुँदैन चोरी ब्लू भएर आइदिनु तिमी त अब ब्रदर टिम हैन थ्यांक यू भाइले के लिएर आइदिन्छ ल म हेर्छु है यो चाहिँ भाइ त प्रिटी स्योर या हेर्छु न जस कलर चाहिँ अब ओ माय गॉड मेरो टी-शर्ट हो हाउ मच आई लभ यु ल भाइको है यो चाहिँ एकदमै गेस मिलेछ कि हाउ मच आई लभ यु रे ल यो चाहिँ ठ्याक्कै ब्लू भएछ है भाइ चाहिँ सरप्राइज भाइलाई थाहा थिएन हैन तर यो चाहिँ एकदम सरप्राइजली आयो है चिठी पढ्नु बोय नै गर्ल भए के गर्दिनु कस्तो पछि पढ्न दिनु न पढ्नु अहिले हजुरलाई मेसेज गरेको थिए है झुकेर भन्न लाग्यो होइन नि छैन कस्तो गरे नि ल अब यो चाहिँ पछि पढ्यो रेटिङ त तिम्रो थियो मेरो Congratulations on your newest adventure. Wishing you little one a life full of wonder, laughter and love. May each day bring joy and precious memories to your growing family. भनेर भन्छ चाहिँ यो चाहिँ मेरो भाइको तर्फबाट हाम्रो लागि for my baby boy. ल एक्सपिरियन्स भन्नु त हजुर गर्ल्स टिममा हुनुहुन्थ्यो अब हैन मैले त जे भयो नि केही नि हुँदैन मैले त तर पनि प्रिफर त obviously boy भएपछि गर्ल्स गरेछ तर नो वरिज केही छैन जे हुन्छ राम्रो हुन्छ त्यही र रहेछ भने जे हुन्छ त्यही राम्रै हुन्छ भन्ने कुरा हो मलाई Pradyut, you won today. के खाना मिल्छ 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 अब चाहिँ हाम्रो दिदी हजुरलाई हैन एकछिन त्यो पिङ्क बलुनहरु देख्दाखेरि ओ माय गॉड म त अचम्म लाग्यो मेरो त केही पनि मिलेन जस्तो भयो कि
साँच्चै धेरै खुसी हुन्न थियो हो नि त होइन हुन्छ नि त होइन त्यो मैले त सुरुमा त्यो कार्टुनमा त पिङ्क देखेर गलै सोचेको गलै सोचेको थिएँ मैले पनि तर पछि देखेँ कि मैले त्यो बोय टाँसा रहेछ त्यो त मैले देखाएको थिइनँ पछि देखेको कि म आफै सरप्राइज भएँ हजुर खुसी हुनुभएको देखेर होइन ला कस्तो मन चाहिँ कस्तो भएको त्यो कस्तो हर्ट भयो होइन त्यो अब त्यो पहिले अब जे छ त्यो भइराखेको थियो तिमीहरूले त रमाइलो त गरायो त्यसमा मलाई यसरी हेर्नु भनिदिनु रे पिङ्कमा त दङ परिरहेको थियो है सबैलाई तिनीहरूले लास्टै सरप्राइज गरे कि त्यो पिङ्कमा सबैलाई चाहिँ भेरी भेरी मच थ्याङ्क यू भेरी मच हजुर केही हुँदैन बाई